有人，有人，妈蛋Hello guys, welcome to my vlog. Hey, उठ्दैन नि यत्रो बोल्दा नि उठ्दैन guys. Hello, welcome to my vlog guys. यहाँ हेर्नु न यार आज त डान्स गर्दिन आएको है के हो यस्तो ड्रेस त यार टाकै छैन तपाईहरुको यार यसलाई कसरी लाउनु हो गाइज गाइज हेर्नु त यो के हो खाजा आयो यार खाजा आयो गाइज खाजा आयो हैन अब म मुकबाङ गर्छु है यो मुकबाङ गरेको हेर्नु ल तिमीले मुकबाङ गरेको मैले त अस्ति गरेको मुकबाङ भनेको मुकबाङ भनेको मुकबाङ हुन्छ तिमीले किन मुकबाङ नगरेको के भयो समस्या भयो के होला बमिट तपाईँतिर बमिट भन्छ होला यसले चाहिँ उल्टी भन्छ ल गाइस म अब मुकबाङ गर्छु है हेर्नु है मेरो मुकबाङ यस्तो गर्ने हैन अब गाउँतिर खानु भन्छ नि सहरतिर मुकबाङ भन्छ नि यस्तो छ गाइस ल खाएर गर्छ गाइस सुटिङको माहौल हेर्नु त आज त रमाइलो छ है तर आज म चाहिँ डान्सर हो हैन त्यही भएर आज त नो प्रेसर गाइज नो प्रेसर शीतल गुरु फ्यान्टा खानुभयो फ्यान्टा यो फ्यान्टा फन्टा हो के हो त यो माउन्टेन ड्यू तपाईँ नखानुमा कि डोन्ट डिसलाइक एउटा डाइलग भन्नु मन लाग्यो होइन फेरि पटेल भाइले गीत बजाइदिइहाल्छ अब के भन्नु एकछिन भन्छु ल त ठिक छ हाम्रो पटेल भाइ चाहिँ एकदम है खतरा स्टेप हाल्ने गाइज होइन तपाईँहरूलाई तपाईँको लाइफमा कहिले 3टा केटीले एकैचोटि हात छोड्छ छैन होला नि मलाई छो देख्नुभयो तर मैले छो भनेर मात्रै छोको होला गाइज नत्र बहिनीहरू राखी बान्नलाई छोको हात हो यो नाति आज नातिलाई त वेलकमै गर्नु पर्छ नाति अस्तिको भ्लग हेऱ्यो राजाराम अरे यार मैं तो काला हो गया यार काला म भन्दा नि कालो भइसक्यो म त एकदम कालो राजाराम आज तिम्रो रेट कति रे 1800 भन्नु त सिधै 10,000 तिमीलाई सेयर पर आएको छैन 1800 अहिलेसम्म विकेशलाई होइन यसो दारू खाएर उडाइदिनु पर्छ विकेश खुसी भयो होला होइन आज दारू खाइदिने भोलि पार्टी राख भोलि सुटिङ पार्टी राख विकेशलाई गरिब बनाउनु ल ओके त गाइस तपाईँहरूले कहिले घोडा उडेको देख्नु भएको छ सपनामा देख्नु भयो होला के हो नि त यहाँ मान्छे नारायण सरको बाल त पुरै त्यो मकैको खोस्टा जस्तो उडिरहेको छ गाइस यो सुटिङ एकदमै भइरहेछ तर होइन भात खाने कुरा कसैले पनि गर्दैन यार यो सुटिङमा आउने बित्तिकै भोक किन लाग्छ थाहा छ तपाईँलाई किनकि ल भन्नु त बिहान 9 बजे खाजा खाना सिधै 3 बजे खास त्यस्तो होइन क्या सुटिङमा किन भोक लाग्छ भनेपछि होइन सुटिङमा पैसा यो खाएको पैसा पर्दैन नि त यस्तो क्या सुटिङमा भोक किन लाग्छ थाहा छ तपाईँलाई छिटो किनकि सुटिङमा भात खाएको पैसा पर्दैन फ्रीमा खान पाइन्छ पकाउनु पर्दैन होइन तर मेन लजिक चाहिँ धेरै उफारेर के हामीलाई त्यो आज गुरु फेरि माछो बागे माछा माछो ल गाइस माछा हान्नुपर्छ माछा गाइस स्प्रे रेस ओए हैदराबाद
इन्डियाबाट मगाउनु पर्ने इन्डियाबाट मगाएको छु दोस्त। के भयो राजाराम? ए हाम्रो त्यो उस बिजनेसको कुरा चाहिँ कुनवाला बिजनेस? यसो पैसा कमाउनतिर लाग्नु पर्यो अब यसो भएन विदेशतिर लाग्नु पर्यो इन्डिया भयो नि जानु पर्यो भनेर सोल्टी तपाईँ यो सुटिङमा आउने कोही हुन्छ नि इच्छुकहरू न्यू कमरहरू हुन्छ नि तिनीहरूलाई के भन्न चाहनुहुन्छ भन्नु त? तिमीहरू माछा भात खाना हो। अलि एकदम मनबाटको कुरा भन्नु नि तपाईँलाई कस्तो लाग्छ सुटिङ? मलाई एकदम रमाइलो लाग्छ सुटिङ भनेपछि। म घरमा भातै नखाउँछु, बिहानै 5 बजे उठेर आउँछु। त्यसैको बदला अहिले भोक लागिरहला। त्यसको बदलामा म एक टन्टलापुर घाममा नाच्नु परेको छ सोल्टी। गाह्रो छ दिन। गाह्रो छ है। कहिले 5 बजे उठ्नुपर्छ, कहिले 6 बजे, कहिले नाइट सुटिङ। मोटुले चाहिँ के सजेसन दिनुहुन्छ त? म त आउन मन लाग्यो, आऊ नाच मलाई नाच नभए अब हेरेर बस्छ। तर पैसा चाहिँ छ है फेरि? पैसा छ तर अब हेल्दी चाहिँ हुन्न आफू। पैसा छ गाइज होइन तर सेभिङ छैन फेरि अब खायो है। उड्यो अब एउटाको पैसा आउँछ त्यो चलायो फेरि सक्यो। मेरो भाइ आयो भाइ केटा छ नि चाहिँ कोहीलाई त है सुटिङमा गएर यस्तो राम्रो राम्रो केटीहरू हेर्न पाए हुन्थ्यो भन्ने। तिम्रो त हेर्दै हेर्दैन त केटीलाई किन यस्तो? हो कि अलरेडी बुकिङ गरेर कपिराइटको समस्या हो केटा? हेर्नु है गाजी यस्तो छ है होइन यो यो चस्मा लाउने भाइ छ नि यो सबभन्दा सानो भाइ छ तर यसको चाहिँ सबभन्दा ठुलो गर्लफ्रेन्ड सबभन्दा ठुलो नदेखाउँला फेरि कपिराइट लाग्छ। कपिराइट यहाँ लाग्छ होला होइन हाम्रो गुरु त एकदमै इमान्दार हो गुरुलाई त्यस्तो गर्नु मिल्दैन होइन। मलाई भनेर यहाँ यो 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 भाइ पनि ठिक छ मान्छे ठिक छ होइन। बेला मुभी हेर्न चाहिँ गइरहेको बेला लाली बजार हेऱ्यो लाली बजार हेरेर त्यस्तो काम चाहिँ नगर्नु ल। यो भाइको त कुरै नभए धनी भाइ त यो भाइहरूमा एउटै छ है लुक्स एउटा छ दाजुभाइ जस्तो देखिन्छ गाइज। दौडेवाला हेरौँ न। दौडेवाला हेरौँ त ल ल वाइड एङ्गलमा दौड्यो त कस्तो होला? चिम्पान्जीवाला गोरिला केटीको फिल आइरहेको होला नेल पलिस वाटर त लागेन यस्तो गर्दाखेरि। ठिक छ होइन यो केटाहरू यस्तो हेर्नु होइन सब बुकिङ भइसक्यो केटाहरू त्यही भएर समस्या छ बुकिङ हुन अनि के गर्नु। अब म त बुकिङ पहिल्यै भइहालेँ होइन तर म जस्तो मान्छे बुकिङ हुनु भनेको त नौलो है होइन त बाबु तिमी पनि बुकिङ हो। गाइज आज भातको रेसिपी यस्तो आयो होइन विथ माछा। अब यो खान्छु खाएपछि बोल्छु ल है। भोक लाग्यो सोल्टीलाई बिचरा लास्ट टाइम भोक लाग्यो ओभरै भएको छ है। एक बाइट खानु त मुखबाङ गरिदिनु अब कराम आवाज गयो त चप 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 गरेर आउँछ चप 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 आवाज गरेर खायो। जुन छैन त गाइज होइन आज एउटा गीतमा यस्तो आजको सुटिङको गीत छ नि यस्तो कमेडी भइरहेछ भनेको त्यो गीतमा एउटा शब्द रहेछ होइन। त्यो शब्द के भनेपछि होइन चिनी धेरै चपायो भने गुलियो भन्दा पनि तितो हुन्छ भन्ने रहेछ होइन। तितो हुन्छ अरे क्या धेरै चपायो भने चिनी होइन। तर गाइज होइन मैले त कहिले पनि तितो भएको थाहा पाएको छैन त्यहाँ चिनी। तपाईँहरूले कहिले त्यस्तो चिनी चपाउ तितो भएको र ल मानौँ तपाईँले धेरै नै चपाउनु भयो त्यही पनि तितो भएको छैन होला नि गाइज। कहाँ तितो हुन्छ चिनी त गुलियो नै हुन्छ नि। सब यो अफवाह फैलाइराखेन क्या देशमा किन यस्तो अफवाह नफैलाऊँ ल धेरै सोल्टी तपाईँ भन्नु त तपाईँले कहिले चिनी चपाएर तितो भएको तपाईँले? छैन धेरै गुली चाहिँ हुन्छ बरु गुलियो चाहिँ हुन्छ क्या गाइस कहाँ तितो हुन्छ भनेको हुन्न।
हुँदैन नि किन यस्तो अफवाह फैलाएको भने किन यस्तो त्यही भने पुरै धेरै गुली हुन्छ नि होइन गुली हुन्छ सब फेक कुरा मात्रै गर्छन् यार हैट यस्तो हुने हो नि गुलियो हुन्छ ल गाइस चिनी तितो हुन्न दादा आ त ल्याब छोड्नु भएछ तपाईँले गाइस होइन हाम्रो वा दाई हुनुहुन्छ नि यस्तो क्रिएटिभ दाई है यस्तो यस्तो आर्टहरू त होइन ट्याक्कै बनाइदिनुहुन्छ क्या होइन भुइँमा पाल पार्दै भयो अनि होइन हाम्रो त्यो पुरै सुटिङको सबै आर्ट गर्ने दाई हो होइन म्यानेजर हो क्या तर यस्तो छाडा बोल्नुहुन्छ यस्तो पचाउनै सकिन्न क्या त्यो खालि टोट 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 गर्नुपर्छ अब त भलकमा त बोल्नु नलाग्यो यस्तो भनेपछि होइन बिजेत हुन्छ किन बोलिदिनु एउटा बोल्नु नि त म टट 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 नबोल्ने रे त्यो एउटा त बोलिसक्नु भयो थाहा भयो नि ल त्यही हो गाई होइन दाइ अलिक धेरै छाडा बोल्नुहुन्छ भर्खरै पैसा आएको दाइ हो होइन अब यस्तै आज चाहिँ ल्याब छोडेर यता जङ्गलतिर आउनु भएको छ गाई अब फेरि ड्रेस चेन्ज गरेर अर्को सुटिङ गर्नु पर्यो है ओ भाइरल दाइ हो ओ म चिनेछ भाइ ए हो र ए तिम्रो त हाम्रै सुटिङमा आएको त्यो त फेक भयो नि त सेफ सुटिङको है गाई त्यस्तो केही पनि होइन ल ड्रेस चेन्ज दिदी के अरे चाउचाउ छ होइन मलाई चाहियो होइन राम्रोसँग बेच्नुहोस् भनेर है म चाउचाउ म भात खान्छु राम्रोसँग बेच्दैन तिमी के खाने म त खाना खाइछु म त के नखानु चुरोट खाऊँ त एउटा चुरोट खाने गुरु त के ट्याब्लेट खान लाग्नु भयो त हो कोल्ड फ्याक्ट्री हो हो ए मोबाइलमा हालिदिएको पैसा कहाँ जानु दिदी ब्याङ्कमा अनि त्यहाँ ल्याउनु जानुहुन्छ नि हो ल्याउनु चाहिँ जानु फेरि ल्याउनु बिर्सिलाएर फेरि हराउला नि पैसा त्यही हो गाइज होइन धेरै मोबाइलबाट पैसा नहाल्नु ल फेरि हराउला र बर्बाद होला ल्याउनु पनि जानु नि फेरि है मोबाइलबाट पैसा हालिदिने उता गएर ल्याउनु पनि जाने फेरि हरायो भने फेरि रुनु होला यार ल गाइज अब हामी एकछिन चुरोट खान्छौँ चुरोट खाएपछि फेरि कुरा गरौँ ल म चाहिँ खान्न गाइज होइन जस्ट नाटक गरेको क्या नाटक कमेडी गरेको सोल्टी अघि त भात खान नपाउँदा त म त मर्ने लाग्यो सोल्टी भन्नुभएको थियो अहिले के भयो जराले मासु खान्छ भात धेरै खाएर मर्नु लाग्यो रुखले मासु खान्छ दाल मासु भात खान्छ रुखले रुखले अन्डा दिन्छ रुखमा अन्डा फल्छ एकटा बोलाएर छुटाऊ तिमीले फेरि चेन्ज गरिसक्यो फेरि बोलाएर गाइज फेरि सुटिङ सुरु हुन लाग्यो अब सुटिङ गरौँ ल हो र ओहो मेरो त ड्रेसै ल्याउनु बिर्सेछ गाइज कति माया गरेको हौ राजा गाइज मेरो स्टाइल हेर्नु ल ए बाबु यसम्म त म गाइजहरूलाई एउटा कोट लगाउने स्टाइल सिकाउँछु त्यहाँ रोल छ नि है रोल छ रोल छ है हेर्नु ल म स्टाइल देखाउँछु हो र ए स्टाइल देखाउनु लाग्छ देखाइदिउँ होइन आफै लाग्छ है अब हेर्नु है ट्रान्जिसन लाग्यो गाइज लाग्यो सबैले अहिले सर्ट लाउनु पर्यो अनि आजकल लाउनु पर्यो ब्लग नेक्स्ट्रा हो होइन तर सेतो भाइ राखिदिउँ के हो सबै सब्सक्राइब हानिदिनुहोस् त यो च्यानलमा सब्सक्राइब ल यसलाई सब्सक्राइब कुन चाहिँ केटो हो यसलाई सब्सक्राइब हानिदिनु त एकचोटि भिडियो नहेरे पनि हुन्छ बरु सब्सक्राइब हानिदिउँ ल डलर आउँछ कि तपाईँले त हेर्नुहुन्न भाइ
तिमीले नै आस्कर लाऊ ओ भाइ आस्कर सर्ट ल गर सबैले म कस्तो देख्यो लास्ट रोलै नभयो फेरि बर्बाद रोल त भइरहेछ नि है रोल भइरहेछ भएको छ गाइज तपाईँहरूले कहिले फ्यान देख्नु भएको छ फ्यान देख्नु भयो होला नि तर यहाँ हेर्नु फ्यानै त हो नि हेर्नु त यो फ्यान तपाईँले देखेको त्यो फरक फ्यान हो त्यो गर्मीमा लाग्ने फ्यान हो यो चाहिँ चिसोमा पनि तिम्रो पनि फ्यानै हो यार मेरो दाइ पनि मेरो फ्यान हो भलकको माउनी फ्यानै हो यो पनि फ्यानै हो तर फेरि तपाईँले फेसबुकको रिलमा हेर्नु भयो कि युट्युबमा हेर्नु भयो भने त मैले रिलमा हेरेको युट्युबमा नि हेरेको थिएँ मैले एकदिन चाहिँ रिलमा हेरेर डलर आएन के युट्युबमा हेर्नु युट्युबमा हेर्नु पर्यो ल भन ल म लिङ्क पठाउन है ल युट्युबमा हेर्नु ल गाइस तपाईँहरू पनि मेरो दाइ मेरो एकदमै ह्यान्डसम दाइ उहाँको बडी देख्यो भने तपाईँ तर्सिनुहुन्छ तर नदेखाम ल अहिले ल हामीले दाइलाई 0 मा हान्दिएको नि त सोल्टी म तपाईँलाई एउटा कुरा सोधौँ तपाईँलाई 1 महिना कति लामो लाग्छ मलाई त हैन खासै त्यो लामो लाग्छ 1 महिना कति महिना काम भएपछि त्यो महिना दिन जस्तो लाग्छ तिमीलाई 1 महिना कति लामो लामो यति साइजमा भन्दा कति लामो लाग्छ त्यस्तो नसोध्न सोल्टी 1 महिना भनेको 30 दिन लामो हो 30 दिन बुझ्नु भएन अरू केही पनि होइन गाइस 31 हुन्छ 31 मा नि हुन्छ नि 1 महिना भनेको 31 दिन हुन्छ 32 पनि हुन्छ हो र कुन देशमा हो यस्तो नेपालमा 31 को महिना हुन्छ मैले 30 दिन भनेको त उल्टा स्क्याम भएछ यार सोल्टी बोइज अगाडि केटा स्याम भाइले बोलाइसक्यो यहाँ हो यो भाइ डेन्जर हो भक्कै हान्छ नि फेरि मान्छेलाई 10 जनाको लाइन 2 लाइन सोल्टी अघि तपाईँलाई होइन खाना नखाने बेला त कस्तो गरेर बस्नु भएको थियो होइन त्यस्तै छ अहिले यस्तो भएको अझै भाइ चित्त बुझिरहेको चित्त बुझिरहेको सोल्टी पानी खानु त कस्तो देखिन्छ खानु उत्तान पर्छ कि म फेरि एकचोटि हेरौँ होइन नखोज्छु मलाई नदेखाउँ यस्तो उत्तान पर्छ कि फेरि अनि नेपालमा कसरी पानी खान्छ हो यसरी खाइन्छ देख्नु पागल पानी खाने बेला ए गाइस तिमीलाई म एउटा खतरा क्वेसन सोध्छु ल नेपालको पहिलो व्यक्ति को हो ओइ माया अनि नेपालको पहिलो व्यक्ति को हो भने त तिमी थाहा छ तिमी त लास्टमा भयो गुरुले थाहा पहिलो व्यक्ति आदम दाइ आधुनिक दाइ त्यो म चाहिँ अलिक बुढो मभन्दा बुढो त शेरबहादुर शेर्पा भइहाल्यो राजाराम तिमीलाई थाहा छ नेपालको पहिलो व्यक्ति को पहिलो व्यक्ति हो पहिलो व्यक्ति त बहादुर हो नि यो बुझ्नुभयो बहादुर हो नि कहाँ व्यक्ति हुन्छ यार बहादुरबाटै उत्पत्ति भएर मान्छे भयो भने हाम्रो पहिला बहादुर आयो अनि मात्रै मान्छेको उत्पादन भयो होइन त्यही भएर उत्पादन पछि भएको हो पहिला बहादुर आएको ल यति पनि थाहा छ डाइनोसरबाट त घोडा भएको हो क्या हो दादा तिमीलाई थाहा त पहिलो व्यक्ति को हो अन्धा मेरो नातिले फेरि अन्धा भएको अन्धा रे करेक्सन हेलो गाइस ल गाइस आज चाहिँ होइन हामी श्रीकाल चौरमा छौँ गाइस आम्बो यता पनि छ है हाम्रो यो यस्तो रे कि यहाँ यसो होइन यस्तो रे त्यही त हो तर अनुहार देख्ने यतिको ल बास ल गाइस आज चाहिँ यतै श्रीकाल चौरतिरै बास होला जस्तो छ हाम्रो जानु हेर जोडी पनि क्या छ झरनाको इङ्ग्लिसमा नाम सोध्नु नि यसमा झर्ना इङ्ग्लिस नेम के हो ए वाटर दाइले मलाई बिहान प्राङ्क गर्छ नि के प्राङ्क गर्नमा साथ दियो भने के भन्ने रे वाटरफल
वाटरफल खटिवटा वाटरफल खतिवटा बहिनी हुनुहुन्छ यहाँ ओइ कस्तो Hi guys, welcome to our vlog and ब्लग नेक्स्ट come. And we are today in सुटिङ in Srikali ground. Or like के भन्छ Srikali ground. Oh, vlog दाइ र vlog. ससुरा हो ससुरालाई जस्तो नमस्कार गर्छु त हैन दाइ भएर भ्लग हेर्ने जति सबैलाई नमस्ते भन्नुपर्छ भने तिम्रो सबै बोयफ्रेन्ड छ है बोयफ्रेन्ड हेर्नु है सोल्टे म एउटा स्टाइल देखाउँछु ल हेर्नु है हेर्नु है नाति देख्यौ नाति लाग्यो तिमीलाई ए रिलिज भयो रिलिज भइसक्यो राजाराम भिडियो स्कुल जाने बेला भएन कसलाई उठाएको अरे सबैलाई राजाराम परेको नि उठाउन चाहिँ भिडियो गर्नु भन 5 6 7 गो गाइस पानी पर्न लाग्यो है एकछिन पानी पर्छ त्यो पनि देखाउँछु ल पंखा घुमेर जाऊ देऊ पंखा घुमेर पंखा ओइ ल ओइ ओइ ल यो पंखा के बा ओइ ओइ फ्यान के भयो यसलाई जाडो भइसक्यो ल गाइज अब सुटिङ सकिने लाग्छ है सुटिङ सकिने लाग्छ अब एकछिनमा दादाले एकदम खुसी लाग्यो मलाई हेरिजानु पकडा पकडा खै त इस्माइल इस्माइल यता इस्माइल पनि खतरा इस्माइल यसलाई पिस्के पनि भनेन दिदैन भनेको चल्छु भने ब्यागले जानु सक्यो गाइस सुटिङ सक्यो रे के हो कि ड्रेस चेन्ज भन्यो सुटिङ सक्यो दाइ के हो यार उज्यालोमै सुटिङ सक्यो त यार के हो गाइस उज्यालोमै सक्यो त एकछिन हात पनि हाल्छ ए म्याडमलाई फोन गर्नु पर्यो यार सोल्टी 6:30 सक्यो 28 मा 6:28 मा अब सुटिङ सक्यो होइन अब सुटिङ भन्ने कुरा यस्तै हो एकचोटि अब गाइडलाई भ्लग राखिदिउँ भनेर भन्नु अलिक बेसी भन्नु कि हाम्रो चाहिँ भ्लग सक्यो गाइज हैन अब तपाईहरुले भोलिको दिन पर्खिनु पर्ने हुन्छ हाम्रो भ्लग नेक्स्ट कन्टिन्यू हुन्छ भोलिदेखि आजको लागि चाहिँ सक्यो टाटा बाइ टाटा गाइस बाइ 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 ब्याक अप ब्याक अप भ्लग ब्याक अप सी यु टुमारो ओए घोडा 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 गाइस घोडा दादा के आज त भेटै भएन यार किन यस्तो भेटै भएन त हाम्रो तपाई बिजी हुनुहुन्छ त्यही भएर यसो भेट गर्न नपाउन अब भरे भरे भेटौँ न दादा है भ्लगमा देखिनु भयो तपाईँ पनि ल सर है गुड नाइट ल गाइस सुटिङ सक्यो दिदी दिदी हाम्रो सुटिङ सक्यो तपाईँ खुसी सक्यो ल सुटिङ सक्यो सबको पसल पनि सक्यो भ्लग भुइँबाट आएर चाँडै सक्यो अब भ्लग पनि सक्यो